हेलो गुड मर्निङ साथीहरू। आज हामी जाँदैछौँ नेपाल टुरको लागि। आप्पालाई लगेर आप्पाले पहिलादेखि इच्छा गरेको, तर हेर्नुहोस् आजको मौसम बाफरे बाफ फगी टोटल लाग्दो फगी लागिरहेछ। घरहरू नदीको घरहरू क्लियर देख्छ, तर फगी चाहिँ यस्तो लाग्दो छ। जाडो यति साह्रो छ यहाँनिर। यो प्लेन एरियामा यो खालको हालत छ, माथि पहाडमा के हालत होला हेर्दै जाउँ। जाडो चाहिँ अचम्मै खालको छ। आप्पाको इच्छा हो घुम्न जान्छु भनेकै दाजु बल्ल बल्ल समय मिलेर अहिले लगेर जाँदैछौँ। र मौसमको चाहिँ यो खालको हालत छ साथीहरू। हेर्नुहोस् त, गाडीबाट भिजिबिलिटी पनि तपाईँको त्यति छैन, बाटो देख्नु साह्रो पर्छ। तर पनि मान्छेहरू वक गरिरहेछ कतिले, तर बाटो चाहिँ एकदमै ज्यादै धुन्दुला छ। लागेको अब 2025 को लास्ट टुर। बोलेको सुन्छ त्यहाँनिर दुईजना साथी ड्याडा देख्दैन छैन हाम्रो आप्पालाई त देखेन नि हौ। ड्याडाले गर्दा आज देख्दैन छैन आप्पालाई। ड्याडालाई घुमाउनेको सवारीमा है चारोले सिँगार निस्किन्जेल भइसक्यो। तिमीहरूको युट्युबको यहाँ पहाडको मौसम दामी रहेछ। मधेसमा त यति साह्रो फगी थियो कि बाटै हिँड्नु नसक्ने। र आज मान्छेहरू चाहिँ यति दामी यति क्लियर रहेछ। पहाडको जो मनोरम दृश्य अलग्गै हुन्छ।